थियौँ हामी अबोध बालक शिशु आँगन पिँढी नजेरीमा पानी सर्दै डुब्ने थियौँ कति बेला उसले फल्ताका पुजारी थियौँ कति बेला आमाको काखमा लुटुपुटु गर्दथ्यो। आमा चाउरी परेका डाला भए पनि आमाको मुन्टु चुस्न कहिले छोडेनौँ हामीले, चुसेको चुसैरह्यौँ। हो हाम्रा दिनचर्याहरू बित्दै गए हामीले आमालाई केही दिन सकेनौँ। आमालाई चुस्न मात्र जाने, आमाका दुधबाट न त घिउ नै बन्यो, न त दही नै जम्यो, न त कसैले चोरेर नै खायो। त्यही शैलीमा हामी हुर्कदै बढ्दै गयौँ, किनकि हामी नेपाली पन्टा थियौँ। चाहे जे होस्, लट्ठी टेकेर पनि हामी पहाडको टुप्पामा गएर जय नेपाल भन्न जानेका छौँ। गहिरो तराईमा गएर पनि हामीले धान झुलाउँदै आमा नेपाल भन्न जानेका छौँ। मध्य पहाडमा जडीबुटीको भण्डार सहिष्णुताको पोखरीमा टुकुटी खेलेर हामीले मातृदेवो भन्न पनि जानेका छौँ। यही आज हाम्रो त्रिशुली र माथिको गोभानमा जालपागुडी भगवतीको स्थानमा बसेर यति प्रकार गरियो। जय होस्, जय नेपाल।